भन्नै घमाइलो कोयली बोल्दा मन नै रमाइलो बसन्तले मुस्काउँछ भमराले जिस्काउँछ भुन भुन गरेर कम्बर बाची नाचिदिउ कि छुनमुन गरेर कम्बर भाँची नाचिदिउ कि छुनमुन गरेर मुरास फुल्दा बन्नै घमाइलो बोल्दा। यहाँ मयङको होमस्टे चाहिँ यस्तो हुँदो रहेछ माटोको घर त्यसपछि काठले कभर गरेको हामी चाहिँ यो ठाउँदेखि बसेर अब निस्किँदैछौँ गुड मर्निङ टोलीहरू गुड मर्निङ टोलीहरू म दिन्छु बाहिर मेरो चाहिँ खै गुड मर्निङ टोली अनि कान्छी अनि आज चाहिँ हाम्रो यो हामी मयङमै बसेको हो होमस्टे मयङको संयुक्त होमस्टेमा सामुदायिक होमस्टेमा बसेको होइन हजुर अब यहाँदेखि चाहिँ हाम्रो लागि गाइड पनि रेडी छ होइन हजुर अब ल यहाँ गएर बाहिर त्यहाँभित्र अन्डा लोकल अन्डा र चाउचाउ बनिरहेको छ अनि अब हामी चाहिँ लाग्ने चाहिँ मयङ अब हामी यहाँ हाँसपोखरी हुँदै माथि साउने डाँडा गयौँ सामुने डाँडा जाँदैछ मयङै बोल्छ कि मयङै बोल्छ हामी चाहिँ यो होमस्टेमा बसेको काठ ढुङ्गाको घर अनि कस्तो मजाले काठले फ्रेम गर्नुभएको रहेछ अनि उहाँहरूको किचन चाहिँ यता रहेछ अनि यहाँ चाहिँ वरिपरि सबै जाली लाउनु भएको रहेछ अनि यसमा चाहिँ अब बाहिरको जनावरहरू पस्छ भनेर होला सायद हामी चाहिँ अब कसले लेखिदिनुहोस् यस्तो रहेछ होइन अनि यहाँदेखि चाहिँ अब हामी खाजा खाएर साउनेतर्फ लाग्दैछौँ हामीलाई चाहिँ उहाँहरूले गाइडको पनि व्यवस्था गर्नुभएको छ यो होमस्टेदेखि चाहिँ हामी निस्किँदै अब यात्राको क्रममा छौँ यो यहाँ चाहिँ अहिले पनि हुसुनै छ हिजो पानी परेको हुनाले झनै धेरै चिसो बढेको छ बिस्तारै बिस्तारै निस्किने कोसिसमा छौँ हामी साथीहरू खाजा खाएर तर हजुर ए आइस्यो कान्छा हामी यहाँ छोड्ने क्रममा छौँ तिमीले कलेजी छेउखानी हो चञ्चल रहेछ तिम्रो त्यो बानी इन्जोय गरेर निस्किँदै हो यसो सम्झनाको लागि साउनेसम्मको यात्रा थ्याङ्क यू खाजा खाँदैछौँ वाइ वाइ अब खाजा खाएर हाम्रो साउनेतर्फको यात्रा पैदल यात्रा सुरु छ आज पनि हराइयो भने उद्धार गर्नु होला भुलि गए सम्झनालाई कुसुम मेरो माल भन्दै यहाँ हाम्रो पनि उहाँ युट्युबरहरूको छेउमा नाम लेख्नुहुँदैछ विनिता राईज्यूले देवर बाबु जाम है हजुर हामी त रेडी भयौँ हस् हाम्रो नाम चाहिँ यहाँ छ कस्तो सानो भएछ दादा बाई बाई अब भेट्नुपर्छ बाई एकछिनमा हस् बाई बाई फेरि भेट होला मन चञ्चले मेरो पारा यस्तो छ भन्दै हामी यो मेरो जोबान त्यस्तै छ भन्दै अब हामी यो ठाउँ छोड्दैछौँ यो ठाउँ छोड्दैछौँ के गर्ने होला है पाए त यतै बस्नुहुन्थ्यो तर मिल्दैन क्यारे मिल्दैन हजुर गेटसम्म पुऱ्याउन आउनुभयो हाम्रो भान्जीहरू चाहिँ अलिक सानो हुनुहुन्छ त्यही भएर हिँड्न सक्नु भएन त्यही भएर हामीले उहाँहरूलाई साउने लग्यौँ न
बाई 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 है शारदा बाई 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 ल आउनुहोस् आउनुहोस् हामी यो कस्तो राम्रो फुलेको लाली गुराँस छोड्दैछौँ के गर्ने यसकै फेदमा बस्नु मन थियो तर नहुने हामीसँग जाने हो हाम्रो गाइड तपाईँ हो के होइन हामीलाई चाहिँ हो गाइड भाइ फेरि हामी यहाँ बर्बाद हिजो पनि सासमा यहाँ ठाउँ नचिनेर हराएर बर्बाद त्यही त यता बसौँ ल थोरै जग्गा मागेर ल माग्दै गर्नु डुलेर आउँछौँ ल हस् गाइड भाइलाई देखेपछि सबैको काज चल्न छोड्यो तर देवर बाबु र मेरो त चल्दैछ गाह्रो छ मान्छे हरायो नि त नचिने रहेछ यहाँको रमाइलो दृश्य छोड्दै के अरे डेन्जिङ बाई 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 ओ बाई बाई डेन्जिङ कि डेन्जिङ हुनुहुन्छ कुनी उहाँहरूले हामीलाई यो होमस्टेमा हिजो ल्याइपुऱ्याउनु भएको ल डेन्जिङ भाइ बाई बाई हामीले केही लान सकेन हामीले सिकुटी लान खोजेको थियौँ हामीले तर डेन्जिङ भाइलाई भेटेन होइन हो डेन्जिङलाई कहाँ भेटिन्छ ए हस् डेन्जिङको सिलसिलामा साउने पुग्ने हो तर कति टाइम लाग्ने हो चस्मा नै बिर्सेर आफ्नो टोपी उडाएर अब साउनेको यात्रा हाम्रो सुरु यता गुराँस पुग्नु भएको रहेछ मलाई तिम्रै माया के भइसक्यो कस्तो राम्रो फुलेको रहेछ गुराँस तर पानी परेर सबै झरेछ हजुर त्यही त कति धेरै के म देखाउँदैछु सबै भुइँ त रातै त्यही त रातै गुराँस चाहिँ हिँडेपछि फास्ट हिँड्ने हामी त हिजो त 10 मिनेटमा त भाइरल देखिहाल्छ यो गुराँस चाहिँ होइन हाम्रो लागि नै रहेको किनभने लगभग हावापानी नै सकिसकेको छ सबैभन्दा धेरै गुराँस चाहिँ यहाँ रहेछ हामीले हेर्नको लागि रहेको अब यो पनि भोलि झर्नुहुन्छ होला है असिना झऱ्यो भने त झर्छ फेरि असिना पाइने हो त्यस्तो गुराँसको अब 1 वर्षको लागि सकिन्छ अब पनि आउनु न अगाडि हामी चाहिँ यो जङ्गल पार गरेर यतिखेर चाहिँ छौँ हाँसपोखरीको प्रवेशद्वारमा अब हामी भित्र पस्दैछौँ अब हाम्रो गाइड भाइले चाहिँ हामीलाई यसबारेमा बताइदिनु हुनेछ हामी जाँदैछौँ भित्र पनि त गुराँसै गुराँस रहेछ है हाँसपोखरीमा हजुर असिनाले गर्दा हो 15 दिन अगाडि देख्न पाइन्थ्यो
हाँस्नु पनि रहेछ है बोट पनि रहेछ पानी रहेछ जुत्तामा छिर्ने रहेछ भित्रै छिर्दो रहेछ हामीलाई कति सपोर्ट मिलिरहेछ नि Hi guys! आइपुग्यौँ अनि यो वाउ कति राम्रो ठाउँ भगवानले नराम्रो ठाउँ बास गरे नि जहिले राम्रो ठाउँ बास गर्छ जहिले पनि अनि यहाँ यता कता थियो कि एउटा हामीलाई चाहिँ हाम्रो भाइले हाँसपोखरी ल्याइपुर्याउनु भयो अब हामी हेर्दैछौँ त्यसपछि चाहिँ हामी लाग्नेछौँ साउनेतर्फ ल फोटो सेसनहरू गरिहाल्नु है तपाईँहरू भिडियो फोटो फेरि कहिले आउने होला भिडियोमा राम्रो आउँदैन फोटोमा मात्रै आउँछ अब फोटो ल साथीहरू अब चाहिँ हामी हाँसपोखरी छोड्दै अब हामी लाग्यौँ साउनेतर्फ यहाँ डाँडादेखि झन् राम्रो देख्दो रहेछ कि हाँसपोखरी अघि होइन हामी यहाँ गेट नभएको यता आउनुहुन्थ्यो तर गेट भएको कारणले उतै गएको हाँसुकै राम्रो छ है कस्तो राम्रो राम्रो नभन्नु है दिदी त अहिले पार्कमा बस्छु भन्यो पार्कमा बसी गएको थियो त्यो दिदीहरूले तान्दै लाग्नु हो मलाई हाँसपोखरी पुगिसक्यो भनेको थिएँ कस्तो लाग्यो हजुरहरूलाई मिठो है एक्लै फोटो नि हाल्नुपर्छ सिङ्गल फोटो जाम जाम गुराँस रहेछ कति राम्रो गुराँसै फुल्यो लेखा बेसी हल्कै छ लुगा छैन ए हस् दिदी हस् हस् आइस्यो छिटो आइस्यो चाउचाउले छोडिस्यो हामीलाई हस् गुराँसै फुल्यो लेक बेसी भेटुन्न हजुर हम्मेसी पानी धाराको नलाउनु माया धेरै टाढाको तपाईँको पनि घोडाले खाइदिन्छ सम्झना स्वरूप हामीले छोडेर जाँदैछौँ हाम्रो क्राउन यही अडिने रहेछ नि हाम्रो त घ्याप्पै नआउँछ जाउँ है टोलीहरू फोटो सेसनमै गयो 2 घन्टा यो जाऊँ अब चाहिँ तपाईँको झुला एकछिन 10 त बज्यो नि म पुग्छु छैन हल्का छ म आउँछु अनि मसँगै जो पनि घोडा बिग्रछ त्यसले निकाल्दैन होइन यहाँ अहिलेकोमा छ कि भएको यसरी जानु म यहीँबाट राख्छु रेडी भयो
फोटो सेसन गर्दै 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 हाँस पोखरीदेखि डाँडा चढेर अहिले हामी आइपुग्यौँ ढुङ्गे खर्क। तर हेर्नुहोस् अब यहाँको मौसम चाहिँ यस्तो छ है, सबै उसले गर्दा दायाँ बायाँ कहीँ पनि नदेखिने रहेछ, देखाउनु सम्भव भइरहेको छैन साथीहरू। यहाँ चाहिँ अलिकति खुलेको छ, देखाउने कोसिस चाहिँ जारी छ, तर उसले गर्दा लगभग देखिँदैन। एकदमै कुहिली मण्डल भइरहेको छ साथीहरू। अहिले चाहिँ हामी बिसाउँदैछौँ हाम्रो मकै भटमास खानेवाला छौँ। अनि यो चाहिँ ढुङ्गे खर्क। कस्तो ढुङ्गे राम्रो खर्क बनाएको भाइ, ढुङ्गे खर्क हुन्छ यो। यो के होला नि यहाँ पानी? यो चाहिँ डस्टबिन जस्तो रहेछ है। यो चाहिँ डस्टबिन बनाएको होइन नि, यस्तो भयो आउँदा आउँदै कुहिरोले गर्दा खत्तम भएर चिसो हावामा यो मन तिमीतिरै लम्काउँछ। के भो आधी रातमा सक्यो कि धिक्तेल बजाएर होइन है, तर यो सम्झनामा आउँछौ चिसो चिसो छ मौसम, न्यानो माया देऊ न। यति नै हो, यति नै हो। यति नै हो, धेरै गाउनु नि हुँदैन। चिसो आयो। चिसो यो जुन भित्र गएर साथीहरू आउँदा आउँदै ढुङ्गे खर्कको भ्यू चाहिँ यस प्रकार रह्यो। सबै कुहिरी मण्डल हुस्सु है, पानी पनि आउला जस्तो भइरहेको छ। उता मासतिर त डाँडाहरू कस्तो राम्रो रमाइलो देखिरहेको थियो अघिसम्म, हरियो हरबर। तर एक्कासी अँध्यारो हुन लाग्यो साथीहरू। यस्तै रहेछ यहाँको मौसम। ढुङ्गे खर्क, ढुङ्गे खर्कमा आइयो अनि एकदमै हुसु लाग्यो होइन, पानी पनि पर्ला पर्ला जस्तो भयो। अनि त्यही भएर चाहिँ हामी यहाँ ओत लागेर यसो हुसु छल्दै वाइ वाइ अनि मही खाँदैछौँ। कस्तो मिठो छ? मिठो छ। कस्तो मिठो बनाइदिनु भएछ वाइ वाइको सुप। हामी चाहिँ उहाँहरूले चाहिँ चिया, तातो कालो चिया। आज पदयात्राको कार्यक्रममा चाहिँ यस्तै हो। हामी घरदेखि पनि वाइवाईको सुप नै खाएर हिँडेको, घर होइन होमस्टेबाट अनि यहाँ आएर पनि यो हाम्रो वाइवाई हो। हामीले चाहिँ भाइलाई पकाउनु लाएर खाँदैछौँ सुप। आजको हाम्रो भोजन त यही होला है। आज यही होला, यही हुन्छ सुन्छ। हामीसँग टाइम पनि अलिक पनि छ होइन अनि त्यसमा चाहिँ के अरे खानाहरू बनायो भने छिट्टै सेलाउने के, खाना मगाएर खाँदाखेरि पनि खाँदै सेलाउने होइन। फेरि जताततै खाना खाने पनि पर्नु रहेछ नि त होइन। हामीले चाहिँ होमस्टे नै पुग्नु पर्ने रहेछ। त्यही भएर यो चाउचाउ बिस्कुट पानी सानी चाहिँ प्रायः बोकेर हिँड्दा चाहिँ ठिक हुने रहेछ होइन। हामीलाई पनि अब अरू पहिला जो जतिले घुम्नु भएको थियो त्यही सिकाउनु भयो, त्यही अनुसारले चाहिँ हामी चाउचाउ बिस्कुटहरू चाहिँ बोकेर आएको थियौँ। अनि यहाँ बनाइ मागेर खाँदैछौँ। गाह्रो पर्यो साथीहरू बुढी खोकमा घुम्न हिँडेको, थकित। अनि हामी चाहिँ दोस्रो पटकको खाजा खाइयो वाइ वाइ मही। सुभद्रा खै तपाईँको खुट्टा कस्तो भएछ? हेर्न मन लाग्यो। दामी दामी। अब यो मान्छे कसरी घर, अब यहाँ थोरै माथिसम्म घुम्न गएर घर फर्किनु पर्ने। अब यस्तो यो के अरे यस्तो डिस्को नाच्दै नाच्दै कसरी जाने हो मलाई पनि थाहा छैन। यो कुकुर त कति ज्ञानी, अघि हामीलाई तल लिन आएको थियो है, यही हो। अनि यो थुनामा परेछ। है कस्तो धम्म भयो। यहाँदेखि उता अब सिन हेर्न सम्भव भएन है साथीहरू। एकदमै नदेखिने तलतिर वन जङ्गल गुराँस, अब केही नदेखिने भयो है। अब यो क्यामेराको अगाडिको मान्छे, छेउको मान्छे मात्रै देखिन्छ। यस्तो छ है साथीहरू। यतिखेर यहाँ अब हामी चाहिँ खाजासाजा खाएर लाग्छौँ ओह्रालो। लुजाम कस्तो एकैछिनमा के भयो नि। जाउँ ल अब लगभग, किनभने मौसमले अलिक धोका दियो होइन। मौसमले त
एकदमै दियो नि केही पनि नदेखिने भएको हुनाले चाहिँ हामी अब चाउचाउ खाएर उँधोतिर लाग्दैछौँ अब हेरौँ साथीहरू कस्तो हुन्छ त्यही त हामी साउनीको फेदमा लट्ठी चाहिँ कहाँ त होला हामी महिनाको फेदमा चाहिँ आइपुगेको छौँ अब हामी तातुस खाएर अब हिँड्यौँ ल गाइस फेरि पनि अनि हाम्रो हाम्रो भाइ चाहिँ कता हामीसँगै यतिबाट जानु सँगै पर मेरो मैले कहाँ थालिदिएँ लट्ठी टेन्टहरू पनि रहेछ होमस्टेहरू अब घुमफिर भएर लाग्यो हामी किनभने अब यहाँ धेरै कुराहरू मौसमले गर्दाखेरि पुग्नुपर्ने ठाउँमा पुग्नु त पुग्यो तर भिडियो खिचाइ चाहिँ अलिकति माथि जानु सकेन यो सबै हावा हुन्डरी कुहिरो एकैछिनमा पानी पर्ला जस्तो भएर हामीलाई त्यहाँको के अरे भिडियोहरू कैद गर्नुलाई पनि अलिक यो कुहिरोले गर्दा समस्या भयो अनि त्यहाँ यसो एकछिन बसेर बिसाएर खाजासाजाहरू के खाएर अनि फेरि अब हामी लाग्यौँ ओह्रालो अब हाम्रो अर्को टोलीलाई तल भेट्नु पर्ने छ त्यहाँदेखि हतार अब लाग्यो लाग्दैछौँ अनि त्यहाँदेखि चाहिँ आज हामी भयो भने तल सुभद्रा दिदीको फेरि घरमा पुग्छौँ नै होला भन्ने लागेको छ अब हेरौँ मौसम के गर्छ पानी आउला जस्तै हुँदैछ अब यस्तै तरिकाले जाँदैछौँ है के हो अरू के जस्तो लाग्यो मलाई त बाउ आमा बच्चा बाउ आमा बच्चा सेतो थिएन ए थियो सेतो होइन है थियो अरे यही हो र चाहिँ ओह्रालो झरुमा अब यति राम्रो भ्यू छोडेर अब कुहिरोले केही पनि नदेखेपछि के गर्ने लाली गुराँसहरू तपाईँहरूलाई त यो संसार कति रमाइलो लाग्छ होला है हजुर एकदमै आफ्नो गाउँठाउँ साथीहरू घर जाने क्रममा भेटिएको याकहरू देखिएको याकहरू हजुरहरूलाई पनि हामी भिडियोमा उतार्दै लाँदैछौँ अब के गर्नु देउरा अब बोकियो जो होला लाग्यो ओह्रालोतिर होला घर पुग्ने बेलामा चाहिँ खुट्टा खाँदेर अब हालत के हुन्छ होला पानी झर्नै आँटिसक्यो हजुर हामी त धेरै भाग्यमानी भाइ स्वर्गको बाटोमा हिँडिराख्नु भएको छ बाटोमा एकदम पुलमाथि हिँडिराखेको छौँ यहाँ चाहिँ रहेछ रातै गुराँस यो जहाँ तै कसले पाउँछ र कहाँ पाउँछ भाग्यमानीले मात्रै पाउने हो अब झर्ने क्रममा देखेको गुराँसहरू होइन अहिलेदेखि नै खिच्नु भएको गुराँसहरू गुराँस त कस्तो मजाले झल्लल्ल फुलेको तर कुहिरोले छलिहाल्यो के गर्ने कता हो टोलीहरू कति मजाले गुराँस फुलेको रहेछ होइन गुराँसहरू चाहिँ सबै झरेर हावाले हामी चाहिँ गुराँसमाथि छौँ यतिखेर कस्तो फिल भइरहेछ दि कस्तो आनन्द हो यो गुराँसको माथि हेर जम्मलाई त है कस्तो लाग्यो है कस्तो मामो कति मामो छ है कति मामो छ है कति मामो सो ब्युटिफुल गरिदिनुहोस् न हजुर सो ब्युटिफुल यता चाहिँ रहेको रहेछ अलिअलि यतातिर पनि फुलेको रहेछ तर कुहिरोले गर्दा खासै नदेखिने होइन टोलीहरू नजाने हो घर ल देखो न गाइस देखो इधर देखो गाइसहरू हेलो गाइसहरू देखो न गाइस देखो न गाइस ये क्या है
भाइ छुटौँ है हस् हुन्छ पछि फेरि घुम्न आयौँ भने हजुरको नम्बर राखिराखेको छौँ भेट्नेछौँ हजुरलाई धन्यवाद यति घुमाइदिनु भयो ल बाई बाई हस् हुन्छ भाइ हुन्छ बाई बाई हाम्रो त्यहीँ छ भाइसँग अहिले भाइ त अहिले ऊ भयो भने त जानुहुन्न अरे नि त नि दि हजुर भाइसँग हिसाब त गरिदिउँ ए दिएको छैन त्यसरी त हुन्न नि त छोटे क्रममा कति राम्रो है कति राम्रो त्यही त साह्रै राम्रो वाउ यसपालि चाहिँ हाम्रो दिदीको मन खुस हुआ गुराँस देखे गार्डन हो क्या यार ठिक छ यस्तो राम्रो यस्तो ठाउँमा यो अब चाहिँ हामी यस्तो रमाइलो ठाउँहरू छोडेर घरतर्फ लाग्दै लाग्दै डाइलग दिँदैछ हुसु आयो हुसुले के हो र बडी मालिका के हो र यो हो नि त यो हो नि त यहाँ पनि एकचोटि आउनुपर्छ हेर्नुपर्ने रहेछ कस्तो राम्रो हरपर कुहिरो आयो हुसु सुसु अब ढाकिहाल्छ अन्धकार हामी बसेको होमस्टे हरियो कलरको लागिँदैछ चिसोले गर्दा कस्तो कठाङ्ग्रिँदै अब लाग्यो हामी कस्तो रमाइलो हो एकदमै रमाइलो डाँडा काँडा छोडेर जाँदैछौँ तरिका चिसोले चाहिँ सातो लगिसक्यो ए यस्तो पनि ए गाह्रो छ हुसु आयो अब यो डाँडा चाहिँ छोडेर जान मन लागेको छैन हामीलाई तर के गर्नु यहाँ हाम्रो बिन्ताले चाहिँ घडेरी किनिदिनु होला यतै बस्छु भन्दैछ अब कसले किनिदिने त बिनो ओ बिनो कसले किनिदिने त घडेरी ऊ यतै बस्छु भन्छ त हो के गर्नु गाह्रो छ अब फेरि गुराँसको फेदमा बसेर उतिसहरू लड्ला नि अलि बलौटे भन्ज्याङ भन्दैछ नि दलसिङ्गे धुत्रे यहाँबाट 8 किलोमिटर 3 घन्टा लाग्ने रहेछ 8 किलोमिटर धोत्रे भनेको हिजो हामी आएको ठाउँ होइन ए जाउँ हिजो जस्तो हराइन्छ अब कहिले आउने त चिलमा चाहिँ फेरि चिलमा आउने अरे उहाँहरू शारदा हामी डुलेर आयौँ तपाईँहरू खाना खाएर निस्किनु भयो अनि फेरि हामी यहाँ भेला भयौँ उहाँहरू होमस्टेदेखि निस्किसक्नुभयो हामी घुमेर आयौँ अनि हामी भेट भयौँ अब भेट भएर हाम्रो ग्रुप लाग्यौँ घरतर्फ जाउँ है जाउँ हाम्रो 3 जना ग्रुप भेट भयौँ 3 जना ग्रुप 3 बहिनीलाई भेट्यौँ हामी घुमेर झरेको स्यासा भएर हिजोको जस्तो है लु लागौँ है अब चाहिँ सोही घरतर्फ इ हुसुले फेरि देखिनु छोड नि हाम्रो दिदी चाहिँ गलेर थकित भएर लडी बक्स्या लखतरन ठिक छ नि हाम्रो सुभा दिदी त्यस्तै हो सादा सोल्टी नि ठिक छौँ नि हामी ए हामी सबै 4 जना 5 जना के ट्रेकिङ ड्रेसमा यसपालि त सानो रमाइलो भयो खतरा है ठिक छ नि दिदी देवर बाबु तपाईँको गाडी त हेर्नु
हामीलाई क्लेम गर्नुपर्ने इन्सुरेन्स क्लेम गर्नुहुन्छ अरे यसमा जाम भन्नुहुँदै थियो हामी डराएर हिजो हिँडेर गएर हरायौँ अनि के गर्नु देवर बाबु अब गाडी चाहिँ सम्झनामा सीमित ल बाई बाई गाडी अरूले कुदाउँदै गर्नु होला हजुर ल ओह्रालो अब लट्ठीको सहारामा कुदिँदैछ सारामा हिँडिँदैछ लट्ठीको सहारामा कुदिँदैछ यता हुनुहुन्छ उहिलेसँगै हामी रमाउँदै हाँस्दै गाउँदै झर्दैछौँ हामी चाहिँ यताबाट झर्दैछौँ अनि थकित ओह्रालो झर्दा झन् खुट्टा खाँदिँदो रहेछ है मान्छेहरू चाहिँ जुस खानु हुँदैछ दुई बहिनी चाहिँ लट्ठी हल्लाउँदै थकाइ मार्दै के हो कान्छ भेडा देख्दा छ भेडा पनि अबि मान्छेले बोलाएको आवाजमा कराएको जाँदैछ उसको मालिक खोज्दै आउँदा आउँदै भेडा पनि देखियो ऊ बोलाएको हामी चाहिँ यसरी फर्किँदैछौँ अब रमाइलो गरी ट्रेलको बाटो खाम न त अलिअलि पानी खाँदैछ न त पानी खाम कस्तो राम्रो पानी रहेछ यहाँ त कति सफा क्लियर पानी पनि फेरि कस्तो बहिनी पानी म त आएको तिमीलाई देखेर माछा छैन होला सक्यो होइन अनि झर्न गाह्रो भइरहेको छ जङ्गलमा हराइयो ल मजाले हात पक्रेर आउनु है घनगार जङ्गलमा टेन्सनमा सावधान अप्नाएर आउनु भएको छ जङ्गलहरू यस्तो छ यहाँ यस्तो किसिमको हाम्रो त 3 जना टोली हुनुहुन्छ अनि हामी उकालो चढ्ने क्रममा छौँ लड्छौँ के हो उही उही यो रुख त साह्रै मन पर्यो त कान्छ के हो त्यो फेदैबाट नि 5वटा मान्छेको हात जस्तो है कस्तो खतरा रुखहरू है कान्छे कस्तो डरलाग्दो हुस्सो आयो कि फेरि कालो भइहाल्ने के है केही नदेख्ने के हजुर थकित भयो फर्किने क्रममा हिँड्न गाह्रो भयो हेर्ने चिजहरू सकिएर निराश छौँ हामी घर कहिले पुग्नु मात्रै भएको छ सबैलाई यता पनि घुमाउनु सबैतिर एक राउन्ड बिस्तारै भयो होला यहाँ विवाद पऱ्यो हाम्रो साथीहरूको त्यो गाईको एउटा गाईको गोरु भने जस्तै के भैँसी जस्तो तर सिङ चाहिँ एउटा मात्रै छ उसको सिङ के भयो होला एउटा उता फर्किएको छ यहाँ चाहिँ कति मजाले घोडा पनि चढ्दो रहेछ है चौरीमा घोडाहरू चढ्दै चौरीमा हाम्रो टोली यता हजुर सजिलो भएर होला नि होइन यो घोडा ओरिजिनल के हो अनि त्यो यसको एक्सन हेर्नु त एक खुट्टा भाँचेर हो म त मूर्ति जस्तै देखेँ क्या हरूलाई छोडेर आउनु चाहिँ कसैलाई मन छैन रे छैन हो सही भन्नु जाँदाखेरि फोटो सेसन गरेको अब हामीलाई झन्डी गयौँ अब आज चाहिँ फर्किनु पर्ने के गर्नु अब घरमा छोडी जाँदा पनि माया लाग्दैछ माया लाग्दैछ हो नमिल्ने थकित भयो सबै गर्न अँधेरो जाउँ है जाउँ फर्किने क्रममा हुस्सुरो कुहिरोले फेरि हामीलाई छेक्दैछ है छेक्दैछ है साथीहरू हामीलाई छेक्दैछ हिजो उता मयौँ हेर्ने एक्साइटेड भएर होला कुद्दैछ सुइकी है आज त गलिएर लखतरान भुतुके हिँड्नुसम्म सकिँदै छैन
तर पनि अब वासस्थान गन्तव्यमा त पुग्नै पर्यो पर्यो त्यही भएर लखर त गर्दै जाँदैछौँ गोठाले गीत गाउने हो ल न त एउटा गाई चौबारीमा गाई चौबारीमा फेरि पनि आऊ है यही चौतारीमा हिँड्न नसक्ने पनि फेरि पनि आउन मनपर्ने खालको दृश्य रहेछ हिँड्नु चाहिँ साह्रो है हिँड्नु त आँखालाई त टोपी पो भेटियो त हिजो हराएको रातभरि बास बसेर ओहो यति धेरै सेवा गर्दैछु ठाउँमा मान्छे यो हिजो चाहिँ मैले होइन पर चाहिँ घामले पोलेर अनि टाउकोमा लगाएको थिएँ अनि ब्यागको यस्तोमा बाँधेर हिँडेको थिएँ खसाएँ बास बसेको ठाउँमा मात्रै थाहा भयो है अनि मेरो टोपी हेर्दै जामै भनेको बिचरा कसले भेट्नु भयो होला है धेरै धेरै धन्यवाद कसले भेटेर झुन्डाइदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद यो काठमाडौँ फर्किँदैछ टोपी मारिसकेको सत्यको धन हराउँदैन भनेको यस्तै सबैले भन्नुभएको थियो हावा हुन्डरी अनि तपाईँको टोपी त बाटोदेखि लग्यो लाउँदो भन्नुभयो रहेछ नि त्यही त हामीले कस्तो वास्ता नगरेको हजुर हो माई गड भेटिँदो रहेछ हो सत्यको धन कस्तो मजाले लक लागेको रहेछ हौ भयो माया मारेको हेर्नु त पानीले कति कुटेको रहेछ नि त्यही साथीहरू मौसमको भर नहुने रहेछ हिजो हामी जाँदाखेरि चाहिँ यो थुम्का थाम्कीहरू यस्तो क्लियर यस्तो राम्रो रमाइलो देखिएको थियो है यस्तो क्लियर थियो हाम्रो साथीहरू जानु हुँदैछ तल कुहिरोमा अनि अहिले चाहिँ कुहिरो लागेर धाममा धुममा के पनि त्यस्तो स्पष्टसँगले नदेखिने खालको भइरहेको छ अब यस्तै हेर्दै पनि हाम्रो क्रम भन्ने ओह्रालो लागिरहेको छौँ सर्टकट बाटो आएको साथीहरू होइन ओह्रालो बाटो जुत्तामा नङ खादिएर हामी सबै ग्रुप हुरुक्कै छौँ यहाँनिर हामीले चाहिँ के अरे गाडीको बाटो भेट्यौँ हाम्रो चाहिँ यहाँ तलतिर गाडी हिजो फसेर हिँडेको छौँ अब गाडीतर्फ लाग्यो गाडी भेट्न लाग्यो हामी त खुसी हुँदै जुत्ताहरूको हालत चाहिँ यस्तो छ तिमी त तेल मात्रै खान्थ्यौ क्या यो लडतरको हिँडाइ होइन तेल चुसेर खान्थ्यौ यो हिँडाइ डेन्जरै हो यस्तो छ र फाइनली गाइज गाडी भेट्यो होइन गाडी भेट्यो नि होइन फाइनल गाइज थाकेर भुतुक्कै भयो भयो हजुर यस्तो छ जुत्ताहरू अहिले सबै काठमाडौँ जान्छ उतै धोइन्छ हाम्रो 2 दिनको पदयात्रा साह्रै रमाइलो भयो साह्रै रमाइलो तर अलिकति पानी परेर चाहिँ डिस्टर्ब भयो हुस्टुले गर्दा नत्र त दामी एकदम इन्जोयफुल हामी गाडी भेटिसक्यौँ अब चाउचाउ पेट्रोल लाउँदैछौँ अब घर जाने हो घर जाने हो पाकेको भन्छ होला चाउचाउ बिहानदेखि ब्रेकफास्ट पनि चाउचाउ लन्च पनि चाउचाउ स्न्याक्स पनि चाउचाउ भरे चाहिँ सुँगुरको मासु आमाले सरे दियो अनि गाह्रो भयो भने अनि बाटोमा आमा चाहिँ अहिले नै टक्कै जानु है बाटो त छैन ए अत यस्तो काट्दा हामी घर आइपुग्यौँ हामी कान्छीको घर आइपुग्यौँ मेरो ब्याग म लिन्छु